नाइमक स्कुल हो, प्राइमेरी स्कुल पनि यति ठुल्ठुलो। के गर्नु, नेपालमा त कलेज पनि छैन, युनिभर्सिटी पनि। एक चक्कर घुम्नु पऱ्यो भने कति हो कति। यस्तो ठुलो सबै ढोका बन्द गरेको छ अहिले। अब छुट्टी भएपछि मात्रै खोल्छ। उतापट्टि पल्लोपट्टि जानुपर्छ, उतापट्टि घाम भएर यताबाट आएको म। अहिले चाहिँ सबै फलामको ढोका यसरी बन्द गरेको छ। यो ढोका एक्जिट नम्बर 1, जम्मा यस्तो डोरहरू चाहिँ 8वटा छ यहाँ। 1 नम्बरमा आयो बसहरू आएको हो फ्रीमा सबै। पिकाबो रनिङ। यो नातिनीको स्कुल हो नाइमाको। उता पछाडिपट्टि अझै उतापट्टि पनि छ बास्केटबल कोर्ट। पिकाबो लर्निङ सेन्टर। ठुलो छोरीको स्कुल यहाँ रहेछ। त्यस्तै छ है हजुरहरू। यति धेरै। त्यो चाहिँ 7 नम्बर गेटबाट छुटेको। नभए नातिनी 5 नम्बर गेटबाट। ओके, सो फ्लो गरिदिन्छ यहाँ। यी ट्राफिक क्रस गर्ने पुलिस मामा आएर सबलाई। यति धेरै मान्छे छ। कस्तो राम्रो क्रस गरिदिन्छ यहाँ पुलिसले बच्चाहरूलाई। आनन्द। वेलकम टु क्वीन्सब्रिज हाउस, नॉर्थ न्यूयॉर्क सिटी हाउसिङ अथोरिटी। सबै हाउसिङ सबै कस्तो राम्रो। तलतिर पार्क, परतिर पार्क। बस यहाँ आउँछ, तलतिर भित्र रेल आउँछ। रोजबल आइल्यान्ड पारी छ। हामी क्वीन्सब्रिजमा जाँदैछौँ। आज असोज 2 गते सेप्टेम्बर 18 हामी घरबाट आएको। आज 1 महिना ठ्याक्क भएछ। 2 गते हिँडेको काठमाडौँबाट। आज 2 गते। ट्राफिकदेखि पारिपट्टि हामी क्वीन्सब्रिजमा आउँदैछौँ। हामी अहिले क्वीन्सब्रिज पार्कमा आइपुग्यो। यो ठुलो रुख चाहिँ अहिले हाम्रो राईहरूको साकेला नाच्ने मेन अरे यो रुख। यता बार्बिक्यू स्ट्यान्डहरू छ, पिकनिक स्पोट ठुलो रहेछ यो। यतिखेर यहाँ नाच्दा चाहिँ नेपाल एम्बासीको मान्छेहरू, यहाँको ठुल्ठुलो मान्छेहरूलाई बोलाउँछ अरे। अनि पारिपट्टि चाहिँ अस्ति हामी आएको रिजर्भल आइल्यान्ड हो के अरे। अहिले हामी वारिपट्टि क्वीन्सब्रिजमा आएछौँ। यो रिजर्भल समुद्र हो। धुमधाम साकेला सधैँ नाचेको देखिन्थ्यो युट्युबमा। यहाँबाट ठुलो रहेछ। जति नाचे पनि भयो, जति हजार आएर नाचे पनि भयो। रिजर्भल आइल्यान्डको ब्रिज। हामी त अस्ति रुलपालनको उतापट्टि छ क्या, उतापट्टि त्यही ट्रेनिङ भन्छ कि त्यो ट्रेम छ उतापट्टि। हामी यतापट्टि होइन, उतापट्टि ट्रेम, केबल कार ट्रेम चाहिँ उतापट्टि।
साह्रो राम्रो छ यहाँ पिकनिक खाने चाहिँ। Ever since. क्वीन्स ब्रिज पनि हामी पारी रोजबल आइल्यान्डमा अस्ति आएको, आज यतापट्टि आइयो। आज तायामा पनि आएछ, तर सुति गएको छ, एकपल्ट गएको छैन सन्तकी। ओह बल्ल बल्ल फर्स्ट टाइम रहेको है, फर्स्ट टाइम। यो माथि चाहिँ राईहरूको साकेला हुँदा ठुलो चौर छ, त्यहाँनिर साकेला नाच्छ अरे। गयो बोट मान्छे लिएर, यहाँबाट मान्छे टिपेको। $3 कति लाग्छ अरे यसमा? $3 लाग्छ अरे यसमा चढ्न। मेन हाइटेनतिर लान्छ होला। यसको पारिपट्टि मेन हाइटेन हो, यो इस्ट रिभर अरे। अब उतापट्टि यो क्वीन्स ब्रिजदेखि उतापट्टि चाहिँ मेन हाइटेन प्लस के जति हडसन बे आउँछ। यस्तै ठुलो छ, तर हडसन बे चाहिँ भन्दा ठुलो छ। त्यो वर्ल्ड ट्रेड सेन्टरको दाहिनापट्टि हाँस त एउटा मात्रै यहाँ छ, यसको जोडी कता गछ कता छ? अरू चाहिँ खाना माग्दो रहेछ, यसलाई उ गऱ्यो भने यहाँ आउँछ एकछिन। आज वासिङटन डिसी जाने भनेर प्लान बनाएको थियो। आज अगस्त 27, 2025 भदौ 7 गते। अस्तिदेखिको प्लान एक हप्ता अगाडिको थियो वासिङटन डिसी जाने। अब डिसीमा पानी पर्छ भनेर हामीले डाइभर्ट गऱ्यौँ। त्यो भएर हामी लङ आइल्यान्डको ओरिएन्ट पार्कमा जाँदैछौँ अहिले। अब 2 घन्टा 20 मिनट जति लाग्छ भनेको छ। हेरौँ Are you happy going to Orient Park? बाटो फर्स्ट क्लास छ, जङ्गल जस्तो पारी डाँडा। यता गयो हाइवे मात्रै, यता गयो एउटा मिस्टेक हो भनेदेखि खतम। यता पनि सिपेज भएर आएको होला, पानी छ। हामी अब ओरिएन्ट पार्कको इन्डिङतिर आइपुग्यो। कनेक्टिङ स्टेट भन्छ उतापट्टि। अरे कनेक्टिकट स्टेट। लास्टली हामीहरू अहिले ओरिएन्ट बिचमा आइपुग्यो है। However, we can go to the park without no permission. Where? We can go to the park with no permission. This is the last step, you know. त्यहाँ Papa, मान्छेको टोयलेट त्यता। Papa, guess what? Can You go to look at my mom? you go to the हामी यहाँ ओरिएन्ट बिचको लास्टमा आएको छौँ। यहाँ टोयलेट, बस्ने खाने सबैको व्यवस्था रहेछ। उतापट्टि होटल पनि छ, सानो टापु लङ आइल्यान्ड भन्छ। उता मनतोक पारिपट्टि मान्तोक, यतापट्टि होला मनतोक। उतापट्टिको सानो आइल्यान्ड देखेको मनतोक हुनुपर्छ।
म्याप हेर्न आइज न नाइमा यहाँ ओरेन्ज ब्रिजमा आएर स्विङ खेल्दैछ एकदम ठुलो यता एटलान्टिक ओसियन रहेछ यतातिर मन्तोक त उहाँ देखाउँछ त एक नम्बर हो त्यहाँतिर हात अगाडि छ हामी यहाँ 13 मा हामी मन्तोक उहाँ नम्बर हामी वरिपरि छ त यहाँको घरहरू हेर्नुहोस् है यस्तो बनाएर बस्नुपर्छ त You have to go from that way. ठ्याक्क हेर्नु घर यस्तो मजाको अगाडि चारैपट्टि जङ्गलहरू के अरे पार्क बाटो छँदैछ In 800 feet at the traffic circle, take the third exit onto Old Country Road. प्राइभेट घरहरू पार्क जाँदैछौँ हामी अहिले पहिला 6 वर्ष अगाडि गइहाल्थ्यो हाम्रो यहाँ कान्छी लिएर गएको 82nd Street, Jackson Heights. Hey New York, I'm Len, 72, and I'm complete. I'm teaming up with the MTA to spread awareness of आज 30 The सेप्टेम्बर consequences are serious and 14 could be गते fatal. Don't lose your life. So Ride 14 inside, गते stay alive. Transfer is available to the Q33 bus to LaGuardia Airport. पल्ट अलिअलि नमस्ते सेवा आउवा दिदी पल्ट ओ भाइ ल अब खानेकुरो त्यो चम्ची ऐको उसले त्यो काठ Make sure you. लु त्यो खाना खुवाउ त अलिअलि मात्रै गरिदिने चटाउने मात्रै हुन्छ हुन्छ के हुन्छ दिदी बहिनी के अलिक माथि टमाटर त दही अलिअलि चटाइदेऊ दाल छ दाल खान्देऊ दाल पनि छ मासु कहाँ छ मासु सबै सबै चिज के हातले मुखले यसो गर्दै नि हुन्छ नि सबै छुनु सबै छुवा अनि मुखमा चटाइदिने ल ल आजबाट मान्छे भयो ल आजबाट मान्छे आशीर्वाद ल ल केही दिने चिज छ भने दिइहाल खोइ खोइ केही दिने भए दिइहाल ल छोरीलाई उनीहरूको आज ठुलो सायद हो यो 2 सायद भयो अनि भात खुवाउने अनि के अरे नौरान पछि यो भात खुवाएपछि अब पछि हुन्छ फेरि गुन्यु चला पछि हुन्छ बिहा है अनि देऊ ल हाम्रो राईहरूको त्यहाँ सिद्धिन्छ Naima, help her. Naima, you hold.
माइजू आशीर्वाद दिनुहोस् नातिनीहरूलाई हुन्छ हुन्छ अब हाम्रो पालो नरो बाबी नरो ठुलो हुनुपर्छ है आजबाट धेरै गोकुले चाहिँ खुला कुन हो यो होइन गाह्रो हो क्या त्यसले नेमार समात्नु जानेको थियो कि खाना समात्नुपर्छ के भयो बिग्रिसक्यो नाइमा अलिक ठाडो बनाऊ त बहिनीलाई अलिक ठाडो बनाऊ न अलिक माथि बल्ल मान्छ Put her on your thigh. Oh, बाबा. अफ गर क्या नेमा सक्दैन यो फेरि के ऐश्वर्य लोके गते छपाउने मानस दुर्योधन सूर्य सन्तपने बलञ्चरी विज्ञान विजय भौत भौत कृष्ण नारायण सुगा सम्लिङ राई भयो फोटो खिच्न राम्रो देखेछ एकदम मजा लगाएर Good job. हातमा ढोक्नु उसले पो ढोक्नुपर्छ त तैँले पो ढोक्नुपर्छ बाजालाई ढोग्नु पर्छ त बाजेलाई धोइसक्यो मैले भयो बाजेले ढोगेछ मान्छे त के गर्न जान्नुहुन्छ त्यही त भेना ढोगा भन्छु ऊ चाहिँ भेनाले पनि भन्छ के भन्छ है सबै छैन No, put in a bag. Everything back. It's easy. Left it and there. Push it in. So simple, man. Come on. Yeah, push it in. माथि लाउन थाल्छ सौभाग्य पाउने मानस सूर्योदन सूर्य सन्तपने बलञ्चरी विज्ञान विदिते भवत भवत कीर्तिश्च नारायण बल्ल बेगले आज काम पाएछ सुहाएको पनि छ साबास ल भाग्यमानी हाम्रो नातिनी ल धेरै धेरै पढ्नुपर्छ भोलि पछि ल डक्टरै हुनुपर्छ होला ल है ल सौभाग्य भने ल भाग्य भने हुनु है ल आशीर्वाद लागि हलोस् Bye. Bye. ए नै ल बोस्टनको हामी हार्वर्ड युनिभर्सिटीको अगाडि आएर यहाँ डुल्दैछ आज चाहिँ अक्टोबर 9 असोज महिनाको 23 गते हामी अहिले न्युयोर्कबाट बोस्टन आछौँ बाबु छोरा हार्वर्ड युनिभर्सिटी बोस्टन ठुलो छ अब हामी चाहिँ कति घुम्ने अब यहाँ आधी घन्टाको टाइम दिएछ यति ठुलो छ कि अब यो घुमेर साध्य छैन हार्वर्ड स्क्वायर
हार्बर स्क्वायर कम्प्रेज सेभिङ ब्याङ्क बोस्टनमा छौँ हामी अहिले जाउँ यताबाट हिँडेर जाने यताबाट सर्टकट हो नि त होइन र क्विन्सी मार्केट खाने ठाउँभित्र सामानहरू बेच्ने ठाउँ बोस्टनको सबभन्दा बिजी स्टेट सबै बाहिरबाट आएको छ घुम्ने मान्छेहरू तर पैसा माग्ने बजार पैसा मागिरहेछ ग्रेजुएटको त सेरेमनी मैले पनि होइन फेरि होइन यहाँ फोटो खिच्नु आएको होला पोटेन्सियल बिल्डिङ 53 कि कति अरे त्यो तल पानी छ टिकटदेखि न्युयोर्क क्विन्स न्युयोर्क सिटी टाइम स्क्वायर आइपुग्यो न्युयोर्कको मुटु यही हो टाइम स्क्वायर चेस ब्याङ्क घरमा सबैले एडभर्टाइज मात्रै छ सबै होर्डिङ बोर्ड के हो क्या झिलिमिली यो मान्छे कहाँ जाने हो
अपार्टमेन्ट यहाँ आइपुगेछ मान्छे त कति अग्लो हो ल्याबरेटरी भएर यिनीहरूसित फोटो खिच्यो भने पैसा लाग्छ पैसा लाग्छ। तपाईँलाई निहाओ भनेको चिना भनेर नखिच्ने के निहाओ किन भनेको अब फोटो खिच्छस् भनेर निहाओ भनेको हवाई भनेको के चिनामा थाहा भएन निहाओ चिना भने तपाईँहरूलाई निहाओ चिना भनेको हो चिनालाई निहाओ यिनीहरूसित फोटो खिच्न पैसा दिनु पर्यो खिच्ने भए सो फोटो खिच्ने भए खिच्ने हो नखिच्ने भिडियोलाई लाग्ने भिडियोलाई दिने हो नदिने नदिने राम्रै हुन्छ यहाँ चाहिँ युएस आर्म फोर्सको भर्ती हुने ठाउँ यो पालि चाहिँ पुलिसको लागि भर्ती हुने ठाउँ हो पुलिस त्यो चाहिँ पुलिस डिपार्टमेन्टै हो यहाँ फोटो खिच्नु पऱ्यो खाना भन्छ नेपालमा खाना माथिबाट ऊ भयो त रिङ्गटा चल्दा भर्ती भने आयो हुन्छ टाइम स्क्वायर भन्ने ठाउँ यही हो है हजुरहरू सब विदेशबाट आउने मान्छेहरू यो कति राम्रो हो बिग टाइम स्क्वायरमा आएर हामी आराम गर्दैछौँ केटाकेटी खेल्ने ठाउँ बनाउँदैछ प्रोग्राम हुने होला चाइना टाउनको केनल स्टेटमा आइपुग्यो हामी अहिले सबै यो बाटो चाहिँ क्यानल भित्रभित्र क्यानल छ अरे त्यसको क्यानल स्टेट भन्दो रहेछ पहिला मामा आयो भने भाग्छिनहरू मामाले थाहा छ त्यही त सिङ्गापुरमा पहिले सङ्घाई रोड थियो नि त त्यस्तै हो मामाले पनि माया गरी नलाई किटाए गर्छ क्या खासरी यहाँको घरिघरि के मान्छे माथिकोले पनि खासरी दिन्छ क्या भन्नु यो अलिक प्राइज आउँछ क्या यो मुला छ नि जुन टर्म त्यसले गर्दा पनि अलिक प्राइज भएको छ होइन पसिना त बेसी त रहेछ अब चाइना टाउन जम्पारी यता यता ब्रोकलिन लिफ लिफ भन्छ खालि ब्रिज त्यो पर्या मेनहट्टन ब्रिज पर्या कति धेरै घाम तापेर बसेछ जाडो भएर टऱ्यो भने वहाँ पुग्छ ब्रुकलिन अलिकति 25 मिनट लाग्छ हिँडेर बिस्तारै सबै चिना अक्षरमा लेखेको छ के को बुद्धिस्ट टेम्पल